सुदन गुरुङज्यू जोडिसक्नु भएको छ दार्जिलिङ टिभीसँग है। र आज भर्खरै मात्र आएको खबरमा जुन चाहिँ 313 टिचरले फेरि स्टे पायो भन्ने खबर आइरहेको छ नि, यस विषयमा के भन्न चाहनुहुन्छ तपाईँ? हजुर नमस्कार। यो जुन चाहिँ आज स्टे मिलेको छ यो एउटा कोर्ट प्रोसिडिङ्सको चाहिँ नर्मल प्रोसेस हो होइन। जुन तपाईँको कलकत्ता उच्च न्यायालयको सिंगल बेन्च प्रिन्सिपल बेन्चले 313 को नियुक्ति खारिज गरिदिइसकेको छ। हजुर, त्यसको जजमेन्ट आइसकेको छ र जुन चाहिँ 313 शिक्षकको रूपमा लाभार्थीहरू छ जसको नियुक्ति खारिज भए होइन, उनीहरू र सायद जिटिए तपाईँको यसलाई चाहिँ अप्पर कोर्टमा अपिल गर्नु पाउँछ। त्यो कन्स्टिट्युसनल राइट हो डेमोक्रेटिक कन्ट्रीमा। र जब उनीहरूले अप्पर कोर्टमा अपिल गर्छ डिभिजन बेन्चमा, डिभिजन बेन्चले चाहिँ हिजो हियरिङ भयो यसको र यो हियरिङ गरेर चाहिँ यो जुन चाहिँ उनीहरूको अपिललाई संज्ञानमा लिएर चाहिँ आज चाहिँ सुनवाई सुनाएको छ कि त्यो भयो ठिक हो, उनीहरूले रिलिफ पायो त्यो पनि ठिक हो होइन। र अब चाहिँ फर्दर हियरिङ आज यसको फर्दर हियरिङ चाहिँ यो डिभिजन बेन्चमा चाहिँ हुन्छ बुझ्नुभयो त। र डिभिजन बेन्चले त्यो क्रममा चाहिँ अब हियरिङ भएर आर्गुमेन्ट हुन्छ, एफिडेभिट सब्मिट हुन्छ, सप्लिमेन्ट्री एफिडेभिट हुन्छ होइन, एफिडेभिट एक्सचेन्ज हुन्छ, त्यहाँबाट रिप्लाई एफिडेभिट हुन्छ, आर्गुमेन्ट हुन्छ। त्यहाँबाट चाहिँ फेरि डिभिजन बेन्चले फेरि तपाईँको फैसला सुनाउँछ। फेरि त्यसको फैसला जजमेन्ट भएर फेरि उनीहरूको हार भयो त्यति बेला फेरि उनीहरू सुप्रिम कोर्ट पनि जानुपर्छ। यो चाहिँ एउटा जुडिसियल प्रोसेस हो बुझ्नुभयो त। हामीले सिंगल बेन्चले 313 को नियुक्ति पूर्ण रूपले खारिज गरिदिइसकेको छ र यिनीहरूले अपिल चाहिँ अप्पर कोर्टमा चढाएको हो र यो अप्पर कोर्टमा यो जब यसको संज्ञानमा लिएपछि चाहिँ यो कुरालाई चाहिँ स्टे गरिदिन्छ, स्थगित गर्छ होइन। खारिज चाहिँ गरेको होइन नि त, स्थगित गरेको हो। अब यसको फर्दर यसको प्रोसिडिङ सुरु हुन्छ, कोर्टको हियरिङ सुरु हुन्छ डिभिजन बेन्चमा होइन। अब चाहिँ उनीहरूले त्यहाँ पनि उनीहरूको पक्ष राख्नु सक्छ। सिंगल बेन्चमा जस्तै उनीहरूले आफ्नो पक्ष राख्छ, डिभिजन बेन्चमा उनीहरूले पक्ष राख्छ, हाम्रो अधिवक्ताहरूले हाम्रो पक्षबाट राख्छ, स्टेटको पक्षबाट एसएससी होइन जिटिए गरेर चाहिँ तपाईँको फेरि अप्पर डिभिजन बेन्चमा यसको तपाईँको यो हियरिङको प्रोसेस सकि कन्क्लुजनमा आएपछि चाहिँ फेरि तपाईँको डिभिजन बेन्चले सुनवाई गर्छ। हजुर, भनेपछि यो के ठुलो उपलब्धि भन्नु मानिँदैन यसलाई होइन। उनीहरूको अपिल डिभिजन बेन्चले सुन्यो होइन र त्यसलाई अब संज्ञानमा लिएर अब डिभिजन बेन्चमा यसको सुनवाई हुन्छ। यो एउटा नर्मल जुडिसियल प्रोसेस हो बुझ्नुभयो त यो स्टे दिएको। भनेपछि यो जुन चाहिँ अब अवैध घोषित गरे नि कोर्टले है, यसलाई नै खारिज गर्छ भन्ने चाहिँ तपाईँलाई कतै पनि लाग्दैन होइन। त्यो त तपाईँको त्यही त भन्दैछ, त्यसको अब त्यो प्रोसेसको लागि चाहिँ अब हियरिङ हुन्छ। डिभिजन बेन्चले होइन अब के निर्णय लिन्छ त्यो माथि यिनीहरूको टोटली नियुक्ति खारेज गर्ने हो कि राख्ने हो कि होइन। अब यो कुरा चाहिँ अब त्यहाँनिर डिभिजन बेन्चले फैसला सुनाउँछ र मलाई त 100% म एकदम विश्वस्त छु उच्च न्यायालयले पनि सत्यको पक्ष लिन्छ। भनेपछि अब जतिजनाको छ त्यो नकुरै नै खारिज हुन्छ भन्ने विश्वस्त हुनुहुन्छ तपाईँ? म एकदम विश्वस्त छु, किनभने यो त जनता अगाडि छर्लङ्गै छ नि त। आज जो त्यहाँनिर कालो टोपी लाएर एकदम अगाडि बोल्दैछ त्यो मान्छे नै फर्स्ट अफ अल इलिगल हो। यो मान्छेले कहिले पनि आरके स्कुलमा भोलिन्टियर टिचरै गरेको थिएन। यस्तै मान्छेको नेतृत्वमा बस्यो भने जेन्युनहरू पनि डुब्छ, लेखेर राख्नुहोस्। भनेपछि उन जेन्युनहरूलाई बचाउनको लागि चाहिँ के गर्नुपर्छ, कुनै उपाय तपाईँकोमा केही सजेसन? अब एक्चुअली भन्नुपर्दाखेरि म होइन मैले जुन चाहिँ प्रकारले यो केस लड्दैछु, हामीले त एउटा फ्रेस एउटा रिजनल स्कुल सर्भिस कमिसन फ्रेस भ्याकेन्सी हुँदाखेरि त्यो रिजनल स्कुल सर्भिस कमिसन होइन हिल रिजनको लागि जुन चाहिँ 2000 मा भएको थियो त्यसलाई चाहिँ जुन चाहिँ यिनीहरूले चाहिँ बन्द कोठामा बन्द गरेर राखेको छ नि त, चलाकै छैन। किनभने यसरी नै यिनीहरूले चाहिँ आफ्नो मनमानी गरेर फेभरेट क्यान्डिडेट पिक एन्ड चुज मेथडमा चाहिँ अपोइन्टमेन्ट गर्नु पाउँछ, पोलिटिकल क्याडर्सहरूलाई अपोइन्टमेन्ट गर्नुपर्छ, आफ्नो भाना भान्जी होइन लाई चाहिँ अपोइन्ट गर्नुपर्छ भनेर पिक एन्ड चुज मेथडमा मन परि फेभरेटिजम गरेर गर्नु पाउँदैन भनेर चाहिँ एसएससी हिल एसएससीलाई चाहिँ यिनीहरू चाहिँ बन्द कोठामा राखेको छ होइन। यो तपाईँको डिजिएससी को 2003 मा चाहिँ अन्डर सस्पेन्सन राखेको थियो। एउटा पछाडि चलाउँदै चलेन। जिटी एक्टमा पावर एन्ड फङ्सन रुल्स एन्ड रेगुलेसन्सहरूको त्यहाँनिर कुराहरू उल्लेख गरेको छ होइन। जिटीएमा एजुकेसन ट्रान्सफर सब्जेक्ट भएको छ, तर यिनीहरू चाहिँ जानी यही करप्सनको लागि नै त्यो बन्द कोठाबाट चाहिँ हिल एसएससी चाहिँ चालु नगरेको हो नि त। हजुर, स्टेट गभर्नमेन्टले सेक्रेटरी नै अपोइन्ट गरेको छैन भन्ने कुरा हुन्छ नि। यहाँ त तपाईँको थाहा छ यहाँनिर तपाईँको एडमिनिस्ट्रेसन होस् चाहे स्टेट होस्
सबैजना मन परि गर्नुमा लागेको छ। करप्सन त तपाईँको वेस्ट बेङ्गालमा पनि छ, जिटिएमा पनि छ होइन। अन्त एकअर्कामा यिनीहरू आफ्नो एकअर्काको सहमतिमा भ्रष्टाचारलाई त अगाडि बढाइरहेको छ। शिक्षामा टिचर्स अपमेन्टमा 25,753 टर्मिनेट भयो टोटल्ली होइन सुप्रिम कोर्टबाट। अब जिटिएमा नि यो 313 त त्यही हो होइन। अन्त हामी चाहन्छौँ एउटा प्रपर एउटा सिस्टम चाहिँ इस्टाब्लिस होस् क्या यहाँनिर आफ्टर यो चाहिँ। तपाईँले भन्नुहुँदैछ नि अब यो 313 जनाको नोकरी खारेज हुन्छै हुन्छ भन्ने तपाईँको जुन एउटा कन्फिडेन्ट छ है। हजुर। तर दार्जिलिङ पहाडमालाई बसेर हेर्दाखेरि यसमा खुसी हुनु कि दुखी हुनु भन्ने नि होइन, अभियसली खुसी हुनुपर्छ नि, किनभने यहाँनिर चाहिँ यत्रो डरलाग्दो शिक्षामा भ्रष्टाचार ओपनली देखिरहनु भएको छ त त्यहाँनिर होइन। यसमा त एकदम खुसी हुनुपर्छ। यहाँनिर आफ्नो अर्थ भन्ने कुरा आउँदैन नि। यदि त्यसरी यहाँनिर सिम्प्याथिकल ग्राउन्डमा कुरा गर्छ भने त यहाँनिर हजारौँ डिएलएड र बिएड गर्ने क्यान्डिडेटहरू आज बिहार झारखण्डमा गएर पढाइरहेको छ, खाडी मुलुकमा गएर पढाइरहेको छ होइन। दुःख पाइरहेको छ नि त यहाँनिर। त्यति बेला उनीहरूको लागि चाहिँ सिम्प्याथी छैन। सिम्प्याथी गर्छ भने त यहाँनिर सबैजनाले इक्वल पो हुनु पर्यो त होइन। तर यहाँनिर मन परि गरेर फेभरेट गरेर यहाँनिर आजको दिन यिनीहरूको 313 को भविष्य छैन। हजारौँ क्यान्डिडेट्सहरू भिक्टिमाइज भएको छ। आज ग्रुप सी ग्रुप डीमा पनि त्यही हुँदैछ होइन। र अब यहाँनिर 313 जनाले गर्दाखेरि हजारौँ क्यान्डिडेट्सहरूको जुन चाहिँ कन्स्टिट्युसनल राइट छ इक्वल अपर्च्युनिटी आर्टिकल 14 र 16 अनुसार त्यो त हनन हुनु भएन नि त होइन। फेरि शिक्षक पनि सक्षम हुनु पर्यो नि त। बिउ नै कुहिएको छ भने बिजन कस्तो उम्रिँदैन नि त, राम्रो उम्रिँदैन होइन। त्यसै कारणले हाम्रो नानीहरूको भविष्य राम्रो बनाउनु चाहिँ शिक्षकहरू त स्कुलमा चाहिँ राम्रो हुनै पर्छ, कुहिएको बिउ चाहिँ हुँदैन। ओके हुन्छ हुन्छ सुन्दरजी, हस्, थ्याङ्क यू भेरी मच। हुन्छ।